ल आज म तिमीहरूलाई डेङ्गी भनेको सुनेको छ नि हो। डेङ्गी ज्वरोको बारेमा चाहिँ भन्न गइरहेको छु। यो चाहिँ डेङ्गी एडिस इजिप्ट र एडिस एल्बोपिक्स प्रजातिका लामखुट्टेको टोकाइबाट चाहिँ सर्छ। यसबाट बच्न हामीले के गर्नुपर्छ? यसको टोकाइबाट हामी जोगिनुपर्छ है। अब लामखुट्टेले टोक्ने समय कहिले टोक्छ, कतिखेर टोक्छ है? यो एडिस इजिप्ट एडिस एल्बोपिक्स भन्ने मच्छरले चाहिँ हामीलाई कहिले टोक्छ अरे? मस्किटो है, मच्छर मस्किटो लामखुट्टे जे भने पनि त्यही हो नाम। यसले चाहिँ प्राय गरेर दिनमा टोक्छ, विशेष गरी घाम उदाएको 2 घण्टापछि। कहिले अरे? गुड, घाम उदाएको 2 घण्टापछि। अनि घाम अस्ताउनुभन्दा 2 घण्टा अघि चाहिँ यो लामखुट्टे बढी सक्रिय हुन्छ। तिमीहरू घरिघरि गुजु 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 गरेर कति छिटो 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 चल्छौ नि, यो लामखुट्टे पनि त्यसरी नै गुजु गुजु गरेर सक्रिय हुन्छ। के गर्न? टोक्नलाई। के गर्न? हो। यो चाहिँ कतिखेर सक्रिय हुँदो रहेछ? 2 घण्टा अघि। कहिले? बिहान घाम झुल्केको, के घाम झुल्केको घाम अस्ताउनु भन्दा अगाडि 2 घण्टा अगाडि, अनि घाम उदाएको 2 घण्टा पछि। र अब लामखुट्टे वृद्धि विकास हुने स्थान कहाँ हुन्छ चाहिँ? यस्तो खालको लामखुट्टे कहाँ हुन्छ सुन है? फोहोर पानीमा होइन। एडिस लामखुट्टेले जम्मा भएको थोरै सफा पानीमा फुल पार्छ। फोहोर पानीमा भनेको थियो अघि, होइन। कहाँ? सफा पानीमा। कहाँ हुँदो रहेछ? सफा पानीमा। खास गरी पानी जम्मा हुने टिनका डब्बाहरू, प्लास्टिकका बोतल, प्लास्टिकका खोल, टायर, सिसी, अनि अरू अन्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फुलदानी, गमला, कुलर, पानीका ट्याङ्की जस्ता पानी जम्ने भाँडा तथा छाना, कौसी, बरन्डा, ढल, नाली, कुलो आदि स्थानहरूमा फुल पार्छ र यसरी लामखुट्टेको वृद्धि विकास हुन्छ। कहाँ हुन्छ अरे लामखुट्टेको वृद्धि र विकास? जहाँ पानी जम्छ। कुलरमा रहेको पानी हप्तामा 2 पटक के गर्नुपर्छ? हामीले सफा गर्नुपर्छ। के गर्नुपर्छ? गमलामा राखेको प्लेटमा जम्मा भएको पानी हप्तामा 2 पटक चाहिँ फाल्नुपर्छ। फालेर प्लेट सफा राख्नुपर्छ है। अनि त्यस्तै भाँडाकुँडामा पानी जम्मा हुन नदिन घोप्ट्याएर राख्नुपर्छ। घर वरपर सफा रहेका पानी जम्मा हुने खाल्डाखुल्डीलाई पनि हामीले के गरिदिनुपर्छ? पुरिदिनुपर्छ। अनि काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, प्लास्टिकका सामग्री, टायर आदिमा पानी जम्मा हुन नदिने गरी के गर्नुपर्छ? विसर्जन गर्नुपर्छ। विसर्जन भनेको के? पानी जम्न नदिने, घोप्ट्याइदिने होइन। जहाँ जाम हुन्छ त्यहाँ चाहिँ हामीले के गर्नुपर्छ?